नमस्ते। फेरि पनि आइसकेको छु लाइभ हजुरहरूको सामु। अनि हजुरहरूको दिन र समय एकदमै राम्रोसँग बितिरहेको छ होला भन्ने आशा गर्दछु। अनि तपाईहरुलाई हाम्रो महान चाड दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अनि हाम्रो विगत 5 डेजदेखि चाहिँ हाम्रो गो लाइभ च्यालेन्ज चाहिँ जुन चलिरहेको छ, यो चाहिँ हाम्रो सिनियर कोच सुषमा लिम्बू म्याम र हाम्रो कोच ज्ञान डङ्गोलजीले चाहिँ हाम्रो लागि चाहिँ एउटा राम्रो अपर्च्युनिटी ल्याइदिनु भएको छ, जुन चाहिँ नि हामीले 10 डेज गो लाइभ च्यालेन्जमा चाहिँ यसरी नै आफ्नो बिजनेस सम्बन्धी केही नलेज इन्फर्मेसनहरू चाहिँ नि डेली आएर सेयर गर्नुपर्ने हुन्छ। अनि त्यसै अन्तर्गत चाहिँ मैले 4 डेजसम्म चाहिँ नि यसरी नै आफ्नो इन्फर्मेसनहरू चाहिँ नलेजहरू चाहिँ सेयर गरिसकेको छु हजुरहरूको सामु। अनि आजको चाहिँ नि डे 5 सम्म आइपुगेको छु। त्योभन्दा अगाडि चाहिँ नि मलाई चाहिँ प्राय जसोले त चिन्नु नै हुन्छ होला। अनि कतिजना नयाँ महानुभावहरू जोडिनु भएको छ, कति नयाँ बिजनेसमा जोडिनु भएको छ, कति नयाँ फलोवर्सहरू आउनु भएको छ। उहाँहरूको लागि चाहिँ म आफ्नो छोटो परिचय दिन चाहन्छु। अनि मेरो नाम चाहिँ पद्मभद्र लामा, नेपालको ललितपुर जिल्लामा साबदवाडमा बस्दै आइरहेको छु। अनि केही समयदेखि चाहिँ म यो डिजिटल बिजनेसमा आबद्ध छु। अनि बिजनेसमा रमाइलोको साथ म यो बिजनेसलाई चाहिँ अगाडि बढाइरहेको छु। अनि यो बिजनेसमा म आउनुभन्दा अगाडि के गर्थेँ भन्ने कुराहरू चाहिँ मैले आफ्नो डे 1 को इन्ट्रोडक्सन टपिक थियो, त्यसमा चाहिँ नि मैले आफ्नो करियर जर्नीको बारेमा चाहिँ नि मैले आफ्नो कुराहरू चाहिँ राखेको थिएँ। अनि भन्नुपर्दा मैले आफ्नो करियरमा चाहिँ धेरै जबहरू चाहिँ चेन्ज गरिसकेको छु। स्टार्टिङमा अब ह्यान्डिक्राफ्टदेखि लिएर, टिचिङदेखि लिएर, पेट्रोल स्टेसनदेखि लिएर तपाईँको विदेशमा पनि 12-13 वर्ष काम गरेर नेपालमा पनि आएर पनि अझै 2-3 वटा काम गरेँ। तर जतिसुकै काम गर्दाखेरि पनि अरूको अन्डरमा काम गर्दाखेरि चाहिँ मलाई एक किसिमको प्रेसर भइरहने, जुन एउटा फ्रिडम हुने चाहिँ त्यो कहिले पनि फिल गर्न पाइनँ। अनि अरूको अन्डरमा काम गर्दाखेरि चाहिँ त्यो एउटा आफ्नो जुन एउटा पोटेन्सियल छ त्यो चाहिँ आफूले थाहा नै नपाउने जुन एउटा सिचुएसन अवस्था बन्यो। अनि अब स्ट्रेस पनि बढ्यो, जुन अरूको अन्डरमा प्रेसरमा काम गर्दा स्ट्रेस पनि हाई हुने। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई अब उसको अप्सनमा चाहिँ अरू के हुन सक्छ कि सक्दैन भनेर मैले खोज्दै जाने क्रममा चाहिँ नि यसरी नै मैले अब सोसियल मिडिया फेसबुकमा चाहिँ नि डिजिटल मार्केटिङ बिजनेस सम्बन्धी नै यस्तै अब एडभर्टाइजहरू देखेको थिएँ। तर त्यसमा चाहिँ नि हतपत विश्वास गर्न सकिनँ। अब नयाँ बिजनेस नचिनेको स्ट्रेन्जर मान्छेले चाहिँ भनिरहेको कुरामा हतपत विश्वास गरिहाल्नु पर्ने सक्ने वातावरण अवस्था पनि थिएन। अनि तर पनि अब यसमा चाहिँ नि केही न केही छ मेरो लागि पनि हुनसक्छ होला भन्ने चाहिँ नि लागि नै रहन्थ्यो। तर अनि अब संयोगवश भन्नुपर्छ कि अब मैले अब मेरो साथीहरूले पनि यही बिजनेस गरिराख्नु भएको रहेछ। अनि जब मैले यो कुरा थाहा पाएँ त्यस पछाडि चाहिँ मलाई अब एउटा ढोका खोल्यो भनौँ न। एउटा मेरो लाइफमा चाहिँ एउटा चेन्ज आयो। मेरो अब एउटा नयाँ बाटो मोड लियो। किनभने मैले अब जब चाहिँ नि अब मैले जुन बाहिर विदेशमा गरिरहेको जब चाहिँ छोडिसकेको थिएँ। अनि नेपालमा आएर पनि मैले अब केही कामहरू गरेँ तर त्यति सक्सेस हुन सकिनँ। अनि अब मेरो लाइफमा चाहिँ नि अब यो डिजिटल बिजनेसमा आइसकेपछि चाहिँ नि मेरो लाइफमा चाहिँ थोरै बाटो मेरो वे पाथ चाहिँ नि चेन्ज भयो। अनि यसमा आएँ भनौँ न त्यसरी नै। अनि भित्र आइसकेपछि धेरै कुराहरू सिक्दै गएँ। अब सिकेपछि ट्रेनिङहरू हुँदै गयो। नयाँ अब बिजनेसमा लाग्नुभएका साथीभाइहरूसँग भेट भयो। उहाँहरूको अब नलेजहरू सेयर भयो। मैले पनि अब आफ्नो कुराहरू पनि केही कुराहरू पनि भन्ने मौका पाएँ। त्यसरी नै अहिलेको दिनसम्म चाहिँ आइपुगेको छु यो बिजनेसमा। अनि यहाँसम्ममा चाहिँ मैले धेरै जुन कुराहरू मैले अब पहिला आइडिया नै थिएन कि यस्तो बिजनेस पनि हुँदो रहेछ संसारमा,
जुन चाहिँ नि तपाईँको कम्फर्ट जोनमा जुनसुकै समयमा जुनसुकै स्थानमा आफ्नो बोस आफै भएर चाहिँ नि आफ्नो बिजनेस चाहिँ नि रन गर्न सक्ने एउटा चाहिँ नि यस्तो एउटा बिजनेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ नि मैले सोच्न पनि सक्दैन थिएँ पहिला। एउटा चाहिँ अब यस्तो अचम्मको कुरा नै भन्नुपर्छ यस्तो बिजनेसलाई चाहिँ नि। अब जसलाई चाहिँ मैले भेटाएँ भनौँ न, अब एक किसिमको लक पनि हुनसक्छ अथवा गिफ्ट अथवा युनिभर्सको गिफ्ट पनि हुनसक्छ मेरो लागि। मैले चाहिँ त्यसरी नै बुझेको छु होइन। त्यसरी नै म यो बिजनेसमा आएँ। अनि अब आज अब धेरै लामो कुरा नगरिकन आजको टपिक चाहिँ रहेको छ पावर अफ कम्युनिटी भन्ने टपिकमा चाहिँ म थोरै अब जानेसम्म बुझेसम्मको चाहिँ कुराहरू चाहिँ राख्ने प्रयास गर्नेछु। आशा छ तपाईँहरूलाई अब केही न केही इन्फर्मेसन नलेज जानकारी पाउनुहुनेछ अनि आफूलाई आफ्नो बिजनेस अथवा लाइफमा पनि केही न केही यसले तपाईँको लाई मद्दत गर्नेछ भन्ने आशा लिएको छु। भर्खरै मेरो लाइफमा चाहिँ एकजना साथीले लाइक गर्नु भन्नुभएको छ, दिनेश थापाजीले चाहिँ गुड लक भन्नुभएको छ। थ्याङ्क यू, धेरै धेरै धन्यवाद तपाईँलाई पनि तपाईँको समयको लागि। अनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। आज चाहिँ मेरो टपिक चाहिँ रहेछ पावर अफ कम्युनिटी भन्ने टपिकमा चाहिँ नि आफ्नो थोरै केही कुराहरू चाहिँ राख्न गइरहेको छु। अब एकदम विस्तृत कुरा चाहिँ मलाई पनि राम्रोसँग थाहा छैन। आफूले सके जतिको कुराहरू चाहिँ केही भन्न गइरहेको छु। अब कम्युनिटी भन्न साथै अब मान्छेको अब बिजनेसमा मात्र नभएर अब मान्छे एउटा अब सोसियल अब सामाजिक प्राणी नै भइसकेपछि त अब कम्युनिटीको महत्त्व त भिन्न नै भयो होइन। हरेक कुरामा तपाईँलाई अब कम्युनिटी नभइकन हुँदैन। तपाईँलाई अब परिवारदेखि लिएर समाज, देश होइन, संसार सबै एउटा कम्युनिटीमा बाँधिएको हुन्छ। तपाईँको बिजनेसमा मात्र नभएर तपाईँलाई अब अरू कुनै क्षेत्रहरूमा जस्तै खेलकुद भयो, शिक्षा भयो, हरेक कुरा हरेक सेक्टरमा चाहिँ तपाईँको कम्युनिटी बिना चाहिँ कुनै पनि कुरा चाहिँ अगाडि बढ्न सक्दैन। अनि त्यस्तै अब यो डिजिटल बिजनेस पनि अब तपाईँको त्यस्तै नै एउटा ग्लोबल कम्युनिटीले चाहिँ नि एउटा हाम्रो चाहिँ नि अहिले चलिरहेको छ होइन। अब बिस्तारै अब 2-4 जना थपिँदै गएर अहिले ठुलो कम्युनिटी बनिसकेको छ। अनि त्यो जति ठुलो कम्युनिटी हुँदै गयो त्यति नै चाहिँ नि अब सजिलो हुने, धेरै कुराहरू चाहिँ नलेजहरू चाहिँ सेयर हुने, अनि कति कुराहरू थाहा नपाएको कुराहरू चाहिँ हामीले अब थाहा जस्ट पाउने चाहिँ मौका पाउँदो रहेछ। किनभने अब जुन कुराहरू यो बिजनेसमा आउनुभन्दा अगाडि मलाई कति कुराहरू थाहै थिएन यो अब त्यो बिजनेसको बारेमा। अब अनि यो बिजनेसमा आइसकेपछि कति धेरै नयाँ कुराहरू पनि सिक्ने मौका पाइरहेको छु होइन। अब सुरुमा आउँदाखेरि त अब एक्लै काम गर्नुपर्ने हो कि भन्ने एउटा जुन एउटा डर शङ्का थियो। तर जब भित्र आइसकेपछि ट्रेडिङ बुझियो, बिजनेसको अब ट्रेडिङ अथवा अनि मिटिङहरू यसरी हप्तै पछि हाम्रो मिटिङ हुन्छ होइन, विकली मिटिङ हुन्छ। अनि त्यसमा चाहिँ अब आइसकेपछि अब धेरैजना बिजनेसमा लाग्नुभएको साथीभाइहरूसँग अब भेटघाट भयो, जुममा लाइभमा अब कुराकानी भयो, प्रत्यक्ष कुराकानी भयो, उहाँहरूसँग अब आफ्नो कुराहरू सेयर भयो, उहाँहरूले पनि आफ्नो कुराहरू सेयर गर्नुभयो। त्यसरी चाहिँ नि अब धेरै कुराहरू चाहिँ सिक्ने मौका पाएँ। अनि जुन चाहिँ अब पहिला अब यसरी अब सोसियल मिडियामा पनि एक्टिभ नहुने मान्छे पनि अब अहिले आएर चाहिँ नि अब यसरी लाइभमा पनि बोलिराख्नु सक्ने एउटा अवस्थासम्म आइपुग्नु भनेको चाहिँ अब त्यो कम्युनिटीको हेल्पले पनि हो होइन। किनभने अब कम्युनिटीमा अब हामीले चाहिँ अब त्यो मिटिङमा ट्रेडिङमा चाहिँ अब यसरी नै अब आफ्नो कुराहरू चाहिँ राखिराख्नु पर्ने, यसरी बोलिराख्नु पर्ने, अनि भिडियोहरू पनि बनाइराख्नु पर्ने भएको हुनाले चाहिँ अब यो अब मार्केटिङको लागि चाहिँ नि अब तपाईँको कम्युनिकेसन बिना चाहिँ मार्केटिङ चाहिँ एकदमै गाह्रो हुन्छ होइन बिजनेस चल्नको लागि। अनि अब अहिलेको जमाना भनेको चाहिँ अब डिजिटल युग डिजिटल इरा भइसक्यो होइन। त्यसमाथि पनि अब अहिले त एआई आर्टिफिसियल इन्टेलिजेन्सको जमाना आइसकेको छ। अब यस्तो समयमा अब हामीले अब कम्युनिकेसन स्किल सिकेनौँ भने चाहिँ छैन भने चाहिँ त्यो मान्छे चाहिँ नि अब लाइफमा चाहिँ एकदमै पछाडि पर्दो रहेछ। अनि त्यो चाहिँ मेरो लाइफमा चाहिँ मैले एकदमै भोगेर आएको छु। किनभने अब म पनि त्यस्तै अब कम्युनिकेसन स्किलमा चाहिँ एकदमै विक थिएँ पहिला, अहिले पनि विक नै छु। अब तर पनि अब यो बिजनेसमा आइसकेपछि मैले आफूलाई चाहिँ यसमा इम्प्रुभ गर्ने मौका पाएँ।
भनौँ न होइन, जुन एउटा इन्भाइरोमेन्ट यस्तो बन्यो कि मैले अब आफ्नो चाहिँ नि स्किल डेभलपमेन्ट गर्ने, पर्सनल ग्रोथ डेभलप गर्ने सबै कुराहरू चाहिँ मैले मौका पाएँ। अनि त्यसको लागि चाहिँ नि अब कम्युनिटी पछाडि ब्याक फोर्समा चाहिँ कम्युनिटीको एकदमै ठुलो हेल्प छ होइन। तपाईँलाई अब कति कुराहरू थाहा नहुन सक्छ, त्यो कुराहरू चाहिँ तपाईँले अब कम्युनिटीको साथ पाएपछि तपाईँलाई चाहिँ नि अब धेरै कुराहरू चाहिँ तपाईँले अब सेयर गर्न सक्नुहुन्छ, अब आफ्नो नजानेको कुराहरू भन्न सक्नुहुन्छ। अनि कम्युनिटीमा सेयर भइसकेपछि त कसै न कसैबाट त सल्युसन त निस्किन्छ। अनि त्यसरी चाहिँ नि अब तपाईँले चाहिँ नि अब धेरै कुराहरू सिक्दै जानुहुन्छ। अनि त्यो बिजनेसमा चाहिँ नि अब तपाईँलाई त्यसरी चाहिँ नि एकदमै अगाडि बढ्नको लागि चाहिँ एकदमै सजिलो हुन्छ। जस्तै अब कम्युनिटी भइसकेपछि त कुनै पनि बिजनेसमा चाहिँ एउटा स्ट्रङ कम्युनिटी भयो भने चाहिँ त्यो बिजनेस चाहिँ नि लङ टर्मसम्म चाहिँ नि एकदमै राम्रोसँग चलिरहन्छ। जस्तै कि अब कति अब यस्ता ब्रान्ड कम्पनीहरू छ, जस्तै अब एप्पलै भनौँ, अनि एडिडास, नाइक, जस्तै अब ठुल्ठुलो ब्रान्ड भइसकेको कम्पनीहरूको लागि त उनीहरूले चाहिँ आफ्नो एउटा ब्रान्ड बनाइसकेको छ, जुन चाहिँ नि भनेको एउटा उनीहरूको चाहिँ अब रेगुलर कस्टमर एउटा ब्रान्ड छ, जुन चाहिँ नि तपाईँको एउटा कम्युनिटीले चाहिँ उनीहरूलाई चाहिँ विश्वास गरिसकेपछि चाहिँ नि तपाईँहरूको चाहिँ बिजनेस चाहिँ नि अब एकदम लङ टर्म वर्षसम्म त्यो बिजनेस चाहिँ एकदमै चलिरहन्छ। त्यस्तै अब यो डिजिटल बिजनेसमा पनि अब कम्युनिटी जति ग्रो हुँदै गयो त्यति नै बिजनेस चाहिँ सक्सेस हुँदै सम्भावना चाहिँ बढ्दै जान्छ कि जुनसुकै बिजनेसमा पनि त्यही नै लागु हुन्छ। अनि यो डिजिटल बिजनेसमा पनि त्यही नै लागु हुँदै गइरहेको छ। अहिले झन् दिन प्रतिदिन चाहिँ नि अब यो बिजनेसमा जोइन हुने व्यक्तिहरू चाहिँ बढ्दै गएर अहिले संसारभरिबाट बढ्दै धेरैजनाको यो बिजनेसप्रति एकदमै रुचि बढ्दै गइरहेको छ। अनि त्यसमा पनि अब नेपालमा पनि अब कति धेरै अब व्यक्तिहरूले चाहिँ यो बिजनेस अहिले जोइन गरिराख्नु भएको छ होइन। अनि हाम्रो चाहिँ अब विकली ट्रेनिङ त छँदैछ, त्यसमाथि अब यो मास्टर माइन्ड भन्ने छ, अब जुन चाहिँ नि संसारभरिका अब टप लेभलको यो बिजनेसमा एकदमै सक्सेस भइसकेका व्यक्तिहरूको एउटा ग्रुपमा चाहिँ नि हाम्रो एउटा बिजनेसको अब सक्सेस स्टोरीहरू त्यसले सुनाउनुहुन्छ। अनि त्योबाट चाहिँ हामीलाई पनि कति धेरै अब उत्साह, मोटिभेसन, इन्सपिरेसनहरू चाहिँ मिल्छ। अनि जसले गर्दाखेरि चाहिँ अब नयाँ जो बिजनेसमा आउनुभएको छ उहाँहरूको लागि चाहिँ नि एउटा मोटिभेसनको इनर्जी, पावर दिने चाहिँ एउटा वातावरण बन्छ। अनि तपाईँहरूलाई चाहिँ बिजनेसमा अगाडि बढ्नको लागि चाहिँ नि यसले इट रियली हेल्प्स अ लट। अनि यति नै भन्न चाहन्छु आजको टपिक पावर अफ कम्युनिटीको बारेमा। अब युनिटी इज स्ट्रेन्थ भन्ने एउटा भनाइ नै छ नि होइन। अनि अब आजको टपिकलाई चाहिँ यति नै भन्दै अब अहिले हाम्रो अफर पनि चलिरहेको छ बिजनेसमा प्रमोसन, जुन चाहिँ 31 अक्टोबरसम्म छ। त्यो चाहिँ अझै बाँकी नै छ। त्यसैले चाहिँ तपाईँहरूले चाहिँ नि अब यो मौकालाई चाहिँ नगुमाउनुहोस्, किनभने यो अहिलेको अफरको टाइममा चाहिँ तपाईँले बिजनेसमा जोइन गर्नुभयो भने डाइरेक्ट 4 टाइम्स कमिसन चाहिँ तपाईँले जेनेरेट गर्न सक्नुहुन्छ, जुन चाहिँ भनेको अब एटलिस्ट तपाईँको अब सामान्यतया 6 months to 1 year चाहिँ नि इट टेक्स टाइम टु रिच द्याट लेभल होइन। अनि त्यही हो, अब मौका भनेको अब सधैँ आइरहँदैन। अब जुन बेला मैले पनि यो बिजनेस जोइन गरेँ त्यो बेलामा यो अफर थिएन, त्यसैले अब मलाई पनि अब त्यो पोजिसनसम्म पुग्नको लागि पनि अलिक टाइम लागिरहन्छ। तपाईँले अब यो समयमा चाहिँ नि आउनुभयो भने चाहिँ नि तपाईँले चाहिँ नि सिधै त्यो पोजिसन, त्यो लेभल पुगिसक्नु भएपछि तपाईँको अलरेडी टाइम सेभ भइसकेको हुन्छ। त्यो टाइममा चाहिँ तपाईँले फर्दर प्रोग्रेस गर्न सक्नुहुन्छ यो बिजनेसमा होइन। यो यस्तो मौका किन गेन नगर्ने त भन्ने एउटा अपर्च्युनिटी छ, त्यही तपाईँलाई अब त्यही सुझाव छ। अनि अब भन्नु पर्दा अब अरू अब दिनमा चाहिँ यसरी नै फेरि आउनेछु। अनि जानुभन्दा अगाडि फेरि तपाईँहरूलाई तिहारको मङ्गलमय शुभकामना। तपाईँहरूले चिताउनु भएको हरेक इच्छा, आकाङ्क्षा, कुराहरू सबै पुरा होस्, सुखले शान्तिले छाओस् तपाईँको है घर परिवार, समाजमा, देशमा, संसारमा नै राम्रो होस् भन्न चाहन्छु। अनि अहिलेसम्म मलाई अनि हेरिदिनु भएकोमा थ्याङ्क यू भेरी मच फर यर टाइम एन्ड सी यू अगेन नेक्स्ट डे। ओके, थ्याङ्क यू, बाई बाई, जय नेपाल।